सम्बन्धमा सानो सानो झगडाको पनि त महत्त्व हुन्छ। माया छ र त किन मेरो कुरा बुझ्दैनौ भन्ने गुनासो हुन्छ। जुन दिनदेखि गुनासो अनि झगडा नै बाँकी रहँदैन तब याद गर्नुपर्ने कुरा सायद झगडा सकिएसँगै सम्बन्धको मिठास पनि सकिएको हुनसक्छ। त्यसकारणले तपाईँलाई माया गर्ने मान्छेले तपाईँसँग खोजी नीति गर्छ, तपाईँसँग झगडा गर्छ भने विश्वस्त हुनुहोस्, त्यो मान्छेले तपाईँलाई गुमाउन चाहँदैन। अब यो सुनेपछि मलाई के लाग्यो त भन्दाखेरि झगडा त खालि मेरै कारणले मात्रै परिरहेको हुन्छ घरमा बुढा र बुढी बिच, होइन? अनि यसो सोचेँ, भनेपछि त सम्बन्ध त मलाई मात्रै चाहिएको रहेछ त, बुढालाई त चाहिएकै रहेछ त। कहिले पनि मसँग झगडा गर्नै आउँदैन, किचकिचै गर्न आउँदैन, होइन? अनि मैले पनि बुढालाई गएर, बुढा यस्तो यस्तो हो अरे नि त, जसले चाहिँ माया गर्छ, त्यो जसलाई चाहिँ रिलेसनसिप चाहिएको छ, त्यसले चाहिँ झगडा गरिरहन्छ अरे नि त। तिमीले चाहिँ कहिले नि गर्दैनौ मसँग झगडा, सो तिमीलाई यो रिलेसनसिपको महत्त्व छैन कि? तिमीलाई म चाहिँदैन कि? तिमी मेरो लागि झगडा गर्दैनौ भनेर सोधेपछि बुढाको जवाफ के आयो त भन्दा, बुढी एकदमै सन्तुष्ट हुन सिक क्या। मलाई न तिमीबाट केही एक्सपेक्टेसन छ, न बुढीले मेरो लागि यो केही गरिन भन्ने छ, यस्तो गरिदियोस् भन्ने छ। जहाँ एक्सपेक्टेसन हुँदैन, होइन, त्यहाँ झगडाको कुनै गुन्जाइसै हुँदैन। म जहाँ छु, जस्तो छु, तिम्रो र मेरो रिलेसन जस्तो छ, म एकदमै खुसी छु। त्यही भएर जिन्दगीमा न मलाई किचकिच गर्नु छ, न झगडा नै।